ढुङ्गा हाने तर त्यही ढुङ्गा हाने हातको लागि उहाँले फेरि प्रार्थना गर्नुहुन्छ, प्रभु यिनीहरूलाई क्षमा गरिदिनुहोस्। द्याट इज गड। हाम्रो बुवा त्यस्तै हुनुहुन्छ, हाम्रो परमेश्वर त्यस्तै हुनुहुन्छ। हामी उहाँलाई कर्स गर्छौँ, उहाँलाई सराप्छौँ, तर परमेश्वरले हरेक बिहान हाम्रो निम्ति भोजन तयार पार्नुहुन्छ। द्याट इज आवर गड। भन्नुहोस्, प्रभु म तयार छु, मलाई सिकाउनुहोस्, मलाई तपाईँ जस्तै हृदय बोकेर हिँड्ने मान्छे बनाउनुहोस्, तपाईँका कुराहरू बुझ्ने मान्छे मलाई बनाउनुहोस्। म तपाईँसँग जोडिन चाहन्छु। जीवनमा गल्ती सबैले गर्छ, तर तपाईँ त्यहाँबाट कसरी फर्केर आउनुहुन्छ त्यो चाहिँ ठुलो कुरा हो।